देशमा एउटा बाघको बच्चा थियो। सानैमा बाघको बच्चा हराएछ। तो बाघको बच्चा हरायो अनि एकजना भेडा चराउने मान्छे भेडा चराउँदै आएको थियो जंगलमा। बाघको बच्चा गएछ, त्यही भेडाको बीचमा मिसिएछ। अब बच्चो त हो, गयो सँगै गयो। आफ्नो जन्म दिनेवाला आमा बाउ जंगलमा छुटे। बिचारा उसले त बताउनु पनि जान्दैन मेरो आमा बाउ कोही अरू हुन्। अब बच्चै थियो, अबोध थियो। धेरै दिनसम्म भेडाको बीचमा रह्यो। भेडा पाल्नेवालाले पनि देखो बाघको बच्चा, बच्चै त थियो, के डर लाग्नु, यो पनि त जीव जन्तु हो भनेर उसले पनि भेडाको साथमा पाल्न लायो। अब भेडालाई जे हालिदियो त्यही नै बाघको बच्चाले खान्छ। जे दियो त्यही खान पर्यो नि। यहाँ पनि अब भण्डारामा जे बनेको छ त्यही पाउनुहुन्छ नि, होइन? मलाई जलेबी चाहियो, रसगुल्ला चाहियो भनेर त मिल्दैन। मन्दिरमा आएको, तीर्थमा आएको, कथामा सत्सङ्गमा आएको, प्रसादमा जे बनेको छ त्यही पाउने। बाघको बच्चाले पनि कहाँ त उसको खुराक अर्थकै थियो, तर सङ्गतको असर। भोक लागेकाले अब के नखानु, खानै पर्यो। घाँस खान सिको। ठुलो भयो बाघको बच्चा पनि। भेडाको साथमा चर्ने बानी भएको, भेडासित सँगै जान्थ्यो। उसको त रूप रङ्ग मात्रै बाघको, बोली चाली पनि उसको भेडाको जस्तै भयो। भ्या भ्या गर्थ्यो। सिंहको गर्जना कति तीखो हुन्छ, तर बिर्सियो उसले। भेडा चाहिँ भ्या भ्या गर्न थाल्यो। यो सङ्गतिको असर हो। त्यसबाट सँग गर्दाखेरि धेरै सावधान रहनुपर्छ। आफ्ना बच्चाहरूलाई पनि सँग गर्दाखेरि यो पेरेन्ट्सले ध्यान दिनुपर्ने कुरा हो कि मेरो बच्चाले कस्ताको सँग गर्दैछ। केयर गर्नुपर्छ, केयरलेस हुनु हुँदैन। किनकि आजको समाज त झन् अप्ठ्यारो समाज छ, बिग्रिसकेको समाज छ। बच्चाहरूलाई यी कुराहरू सिकाउनुपर्छ, बुझाउनुपर्छ। कथा कहानीहरू त्यत्तिकै मनोरञ्जनको लागि मात्रै होइन, चेतनाको लागि हो। कथा कहानीलाई मनोरञ्जनको रूपमा लियो भने केवल मनोरञ्जन हुन्छ। मनोरञ्जन भनेको एकछिनको हो, तर चेतनाको लागि हजुरले कथा सुन्नुभयो भने यो चेतना हमेसा जागृत भएर बस्छ। चेतना जाग्यो भने फेरि सबै काम बन्यो। फेरि भजन कीर्तन नभए पनि चेतना जागिसकेपछि जहाँ बसेको हुनुहुन्छ त्यही आनन्दमा रमाउनुहुन्छ। एउटा साधनले रमाउने कुरा हुन्छ। अहिले यहाँ भजन कीर्तन भयो, हजुर रमाउनुहुन्छ, तर घर जाने बित्तिकै के कुरामा चित्त बुझ्दैन, ठस्स परेर बस्छ मान्छे, है? कथा किन सुन्ने? कथा यसैको लागि सुन्ने हो। कथा सुनिसकेपछि चेतना जगाउनु पर्यो। चेतना जाग्छ। चेतना जब जाग्छ, चेतना जागिसकेपछि अब जहाँ जुन परिस्थितिमा बसे पनि हजुरको जब ज्ञान खुल्छ, हजुर हर परिस्थितिमा रमाउन जान्नुहुन्छ। त बाघको बच्चा भेडाको बीचमा रहँदा रहँदै भेडा जस्तै भयो। एक दिन जङ्गलमा भेडा चराउनेवालाले भेडा चराउँदै गएको, फेरि त्यही बाघको बच्चा प्यास लागेको जल पिउन भनेर अलिकता टाढा गयो। यसो टाढा जाँदाखेरि एउटा कुवा देखेछ। कुवाको नजिकै गयो अनि त्यहाँ नजिकै जाँदाखेरि त उसले एउटा जन्तु पो देखो, आफू जस्तै जन्तु देखो, बाघ। तर बाघ देखेर ऊ डरायो। जसै बाघ देखेर डरायो, त्यो बाघले देखो कि ओहो यो त मेरै जातिको हो त, किन डरायो? अनि बाघ जति जति नजिकै आउँछ, त्यो भेडाहरूको बिचमा बस्ने जुन बाघको बच्चा थियो अलि ठुलो भइसकेको थियो, त्यो डराएर फर्किने लाग्छ। बाघले आफ्नो भाषामा बोल्छ कि तिमी कहाँ फर्केर जाँदैछौ? बाघको भाषामा बोलेको उसले बोल्छ कि मलाई डर लाग्छ तिमीसँग। किन डराउनु? तिमी त आफ्नै गोत्रका हौ। होइन, म तिम्रो गोत्रको होइन, मेरो गोत्र त छुट्टै छ। मेरो परिवार त उता छ। बाघले बुझिसकेछ है, यो पक्कै पनि सानैमा हरायो, यो कुसङ्गतिमा पर्यो है, यो राम्रो सङ्गतिमा त पक्कै पनि परेन। त्यसबारे उसले आफ्नो स्वरूपलाई बिर्सियो। उसको जुन आफ्नो आइडेन्टिटी हो त्यो आइडेन्टिटीलाई बिर्सिसक्यो। अब उसको परिचय दिलाउनु पर्यो, उसको आइडेन्टिटी उसलाई दिलाइदिनु पर्यो। यो कसको काम हो? जीवको स्वरूपको पहिचान गराउनेवाला को? जीवको जुन उसको वास्तविक मूल आइडेन्टिटी हो त्यो आइडेन्टिटी दिलाइदिनेवाला को? गुरु। जीपीएस भन्छ नि, होइन? गुरु भनेको जीपीएस हो, बाटो देखाइदिने काम गर्छ। हिँड्ने त हजुर आफै हो, तर उसले बाटो देखाउँछ। यताबाट जानुभयो भने यता खाल्टो छ, यताबाट जानुभयो भने ट्राफिक छ, यताबाट जानुभयो भने ट्राफिक फ्री छ। यो गुरुको काम हो। बाघ पनि गुरु भनेर आइदिएछ। बाघ नजिकै गयो, तिमी डराउनु पर्दैन, आऊ मसँगै, तिमी हाम्रै गोत्रका हौ। पत्याएनौ? लाऊ, मैले तिमीलाई केही गर्दिनँ। तिमीलाई मैले विश्वास दिलाउँछु कि तिमी को हौ, तिम्रो स्वरूप के हो। कुवाको नजिकै ल्याए। कुवाको नजिकै ल्याएर कुवामा जल थियो अनि
बाघको बच्चालाई भन्यो त्यो बाघले माउले यहाँ हेर त तिमीले जलमा आफ्नो प्रतिबिम्ब आफ्नो छाया हेर्दाखेरि बाघले पनि आफ्नो छाया देखायो बाघको बच्चालाई पनि छाया देखायो सोध्यो तिम्रो अनुहार र मेरो अनुहार मिल्छ कि नै मिल्छ अनि त्यता हेर त त्यो अनुहार मिल्छ कि नै भेडालाई देखायो अलिकता नमिले जस्तो छ है म पत्याउन्न तिम्रो कुरा पत्याउन्न ल ठिक छ नपत्याउने भए मैले अर्को तिमीलाई लक्षण बताउँछु है बाघले एक गर्जना गरौँ जसै एक गर्जना गरेको थियो अब त बाघले त्यो बच्चालाई भन्नु तिमीले पनि यसै गरी गर्जना गर त अब उसले कहाँबाट गर्जना गर्ने सानैमा त भेडाको बिचमा बसो उसले त भ्या भ्या मात्रै निस्कन्छ धेरै बेरसम्म उसले अभ्यास गरायो अभ्यास गराउँदा गराउँदा आफ्नो स्वभाव कहिले पनि जाँदैन कि त्यस भएर गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ स्वधर्मे निधनम श्रेय परधर्मो भयावह आफ्नो धर्ममा मर्नु निको अर्काको धर्मलाई कहिल्यै पनि नअगाल्नुहोस् किनकि हजुर बाँच्न सक्नुहुन्न अब नेपाली मान्छे नेपाली बोल्ने मान्छे आफ्नै गाउँमा आयो भने त उसलाई बल मिल्छ अर्कै गाउँमा गयो भने के भाषा हो के भाषा न भाषा मिल्छ न बोली मिल्छ न खानपान मिल्छ न रहनसहन मिल्छ हिजो पनि हामी आउँदाखेरि तलबाट माथि आउँदाखेरि बोर्डर कटिसकेपछि हामीलाई ल्याउने जुन सज्जन हाम्रो साथमा हुनुहुन्थ्यो यहाँ अहिले हुनुहुन्छ कि नि हुनुहुन्छ कता हुनुहुन्छ के नाम हो हजुरको दिल्ली रामजी ल धन्यवाद उहाँले बोर्डर कटिसकेपछि ल अब हाम्रो क्षेत्र आयो उहाँको अनुहारमा यस्तो प्रसन्नता आयो बल आयो अनि मैले त्यतिखेर हजुरलाई के भनेको थिएँ आफ्नो गाउँमा छिरिसकेपछि त पावर आउँछ होइन आफ्नो क्षेत्रमा छिरिसकेपछि आफ्नो धर्ममा आइसकेपछि पावर आउँछ ताकत आउँछ आफ्नो स्वरूपमा आइसकेपछि मनुष्यलाई बल मिल्छ यो कथा किन सुन्ने हजुरलाई बल मिल्छ हजुरको स्वरूप के हो स्वरूपको पहिचान हुन्छ बाघले त बच्चालाई भनौँ तिम्रो स्वरूप होइन म कसरी पत्याउँ अझै पनि पत्याउन्न म बाघले भन्नु ल अन्तिम मेरो बात मानिदेऊ जाऊ तिमी भेडाको बिचमा जाऊ गएर तिमीले म जस्तै गर्जना गरिदेऊ अनि तिमीले म जस्तै गर्जना गर्दाखेरि यदि भेडा भागेर तिमीलाई तिम्रो त्यो गर्जना सुनेर डराएर भागेछ भने तब बुझ्नु कि यो तिम्रो सङ्गति होइन तिम्रो गोत्र होइन तिम्रो धर्म होइन तिम्रो जाति होइन तिम्रो स्वभाव होइन उसले भन्नु ल ठिक छ बाघको बच्चा गयो गइसकेपछि वहाँ गएर गुरुले बताए अनुसार जसै गर्जना गरेको अब के भेडा चराउनेवाला के भेडा सब लाखा पाखा लाए किनकि बोली फेरिसक्यो नि त बाघको बोली भयो नि त बाघको बोली सुनेपछि त भेडा त डराउँछ अनि सबै डराएर भागे बल्ल उसलाई थाहा भयो कि म भेडा होइन छु म त बाघ छु अहिलेसम्म मैले घाँस खाएर बसेको रहेछु मेरो स्वरूप होइन छ फिर्ता भएर आयो यो कथा कहानीले यो दृष्टान्तले के सम्झाउँछ कथा किन सुन्ने किन आउनु पर्यो कथामा अब भोलिबाट हजुरहरू 8 दिनसम्म कथामा किन आउने सायद कहीँ न कहीँ हामी पनि यो संसारको मोहजालमा फसेर हामी पनि भेडा भयौँ कि होइन मायाले जसरी भेडा चराउनेवालाले घाँसको टुक्रा हाल्दाखेरि भेडाको बिचमा त्यो बाघको बच्चा पनि त्यही भेडा जस्तै बन्न पुग्यो यसै प्रकार सायद कुसङ्गतिमा लाएर हामीलाई ज्ञानको प्राप्ति नभएको हुँदाखेरि अज्ञानमा भएको हुँदाखेरि हामीले यही संसारलाई नै यही जुन संसारमा हामी बसिरहेका छौँ यसैलाई नै सर्वस्व ठानेका छौँ कि म यही नै हो मेरो नाम दिल्ली राम हो मेरो नाम धनीराम हो मेरो नाम मायाराम हो यति मात्रै बुझेका छौँ कि मेरो नाम केही अरू नै हो को हो म को हुँ यसको परिचय गराउनको लागि जसरी यहाँ देवीको शक्तिको महिमा गाइएको छ भने शक्तिको महिमा सुनिसकेपछि वास्तवमा हाम्रो स्वरूप के हो त्यो शक्तिले हामीलाई आफ्नो स्वरूपको बोध गराउनेछ त्यसबाट हामीले 9 दिनसम्म कथा सुन्ने हो।